हेलो मेरा प्यारा युट्युबका साथीहरू, आज म पशुपतिनाथ मन्दिर दर्शन गर्न आएको छु। यहाँ निःशुल्क प्रसाद सेवा कार्यक्रम रहेको रहेछ। यहाँ सबलाई निःशुल्कमा प्रसाद बाँडिरहेको रहेछ अनि मलाई पनि खान मन लाग्यो। प्रसाद त यस्तो मिठो रहेछ। यहाँ सबलाई प्रसादी बाँड्दै उहाँले दिनभरि यहाँ पशुपतिनाथ मन्दिरमा सबलाई प्रसादी खुवायो। जति दर्शन गरेको दर्शन गर्न आएको मान्छेहरू छ, जति त्यहाँ गरिब दुखीहरू भएका सबलाई खाना मैले देखेँ र मैले पनि खाएँ। म त 2-3 चोटि मागी खाएँ। यस्तो मिठो खिचडी र अचार छ त्यहाँको प्रसाद त यस्तो मिठो। पशुपतिनाथ मन्दिर पनि दर्शन गरेँ। शनिबारको दिन थियो अनि पशुपतिनाथ मन्दिर दर्शन गरेँ। त्यसपछि त्यहाँ प्रसाद सबलाई खुवाइरहेको रहेछ, पानी पनि बाँडिरहेको छ। मैले पनि प्रसाद खाएँ। प्रसाद खाएर मम्मीसँग यस्तो भयो, भोक आएको थियो। बिहान भोकै मन्दिर दर्शन गर्न आएको थियो, यसरी एक गिलास पानी खाएर। अनि मन्दिरमा पनि यति भिड थियो, यति लामो लाइन थियो। 3 घन्टा 4 घन्टा मन्दिरमा दर्शन गर्न टाइम लाग्यो अनि म धेरै भोकाइसकेको थिएँ। त्यसपछि यहाँ आएर भगवानको पूजा भइरहेको रहेछ। भगवानको पूजा आरती समाप्त भएपछि सबलाई प्रसाद बाँडिरहेको मैले देखेँ। प्रसादमा खिचडी र अचार थियो अनि म खाएँ। खाना खाएर कस्तो आनन्द पनि भयो। यहाँ भगवानको आरती भइरहेको एकदम निस्किने रे हो। मेरो एउटा कबुतर यहाँ सुन्नु न, म उता बस्छु। एकछिन समाति यसरी नै समाति राख्नु रिकर्ड गरिदिने होइन त्यसरी। यहाँ रक्तदान कार्यक्रम सञ्चालन भइरहेछ। रेड क्रसबाट रक्तदान कार्यक्रम सञ्चालन भइरहेछ पशुपतिनाथ क्षेत्रमा।
हेलो बेबी, हाउ आर यु? डगी बेबी यो खाइ लाग्यो अति हो। मैले आज गाईलाई पनि खान दिएँ खिचडी। गाई तातो खिचडी छ भनेर खान मानिरहेको छैन, धेरै तातो छ खिचडी। हेलो, आज यहाँ सबलाई खाना खुवाइरहेको छ खिचडी र अचार। अनि मैले गाईलाई पनि दिएँ, भोकाएर बसिरहेको थिएँ, तर धेरै तातो गऱ्यो, खानै मानेको छैन। हेलो बेबी, हेलो बेबिदेऊ, हेलो हेलो। तातो भएर खान नमानेको गाईजी महाराजीले, गाईजी महाराजी। पुर्याउनु पर्यो हजुर फेरि राजकिशोर जी नमस्कार। एक सेकंड राजकिशोर जी एकदम एकछिन शान्त भएर कसैले टिका लगायो, कसैले लगाएन। टिका नलागेको